राजनीतिमा सबैभन्दा ठुलो हतियार के हो त? गन्स, पैसा? गलत। इट्स अ पिआर गेम। पिआर मतलब पब्लिक रिलेसन। जनताको सोच कता मोड्ने, त्यो नियन्त्रण गर्ने कला। जेनजी आन्दोलनमा 70 भन्दा बढी मारिए। इन्स्टेड अफ टेकिङ रेस्पोन्सिबिलिटी नेताहरूले ब्लेम शिफ्ट गर्न थाले। कसरी? सडनली हेडलाइन्सहरू आउन थाल्यो कि फरेन एजेन्सी इन्भल्भ थियो, टिओबी ग्रुप इन्भल्भ थियो र यो सबै ब्यालेन्सले प्लान गरेको भन्ने यो सबै फेक न्यारेटिभ्सहरू फैलाउन थाले। तर मेन इस्यु के थियो? ओपन फायरको अर्डर कसले दिएको थियो? त्यो न्युज गायबै भयो। त्यो बेला महेश बस्नेतमाथि ध्यान जानुपर्ने थिएन। बस्नेत पहिले नै कन्ट्रोभर्सियल पात्र हुन् र ऊ माथि ध्यान जान्छ भन्ने थाहा थियो पार्टीलाई र उनी अगाडि आएर झनै कन्ट्रोभर्सियल स्टेटमेन्टहरू दिन थाले। जेनजी युवाहरूलाई आतंकवादी भन्दै हिँड्ने। पिआर टिमले त्यहाँ नै न्यारेटिभ्स बदलिदियो। केपी ओलीबाट महेश बस्नेतमाथि न्युज शिफ्ट भयो र त्यही मिडियाहरूले फेक न्यारेटिभ फैलाउँदै जनतालाई डिस्ट्र्याक्ट गर्न थाले। तर रियल स्टोरी त क्यामेरा पछाडि नै हरायो। यो नै हो पिआर गेम। याद राख्नु, नेताहरूले तपाईले के सोच्नुहुन्छ भन्ने होइन, तर तपाईले के विषयमा सोच्नुहुन्छ भन्ने कन्ट्रोल गर्दछ।